पूरा गर्ने हो भने तिमीहरू आफै चुनाव लड्ने, सरकार बनाउने अनि यो सबै कुरा आफैले गर्ने। यहाँ भन्दा अर्को उपाय छैन। यहाँ क्यामेरा तेर्स्याएर बस्ने होइन। यहाँ चाहिँ यो के अरे यस्तो किसिमको यो माग चाहिँ मन्त्रीलाई आउँदै मन्त्रीलाई दिँदै हैन माग चाहिँ राख्ने होइन। यो चाहिँ आफै गाउँ गाउँमा जाने हो। म मेरो चाहिँ यो जेनजी 2 भने होइन, जेनजी 2 को सबै भाइ बहिनीहरूलाई मेरो अनुरोध चाहिँ यही हो। चाहिँ मेरो पनि त माग पुरा गर्नुपर्छ तिमीहरूले। तिमीहरूको माग मात्र पुरा गर्ने होइन। कुरा बुझै खोजेन? मेरो पनि माग छ नि, छ कि छैन? मेरो माग के छ जेनजी 2 लाई र जेनजी सबैलाई भनेदेखि जेनजीको भाइ बहिनीहरू अब काठमाडौँ बस्न छोडेर आज 1 गते भयो, मङ्सिर महिना पनि लाग्यो, अनि सब गाउँ गाउँमा जाने, आफ्नो आफ्नो गाउँमा जाने, आफ्नो आफ्नो के अरे नयाँ नयाँ युवा, खास गरी युवा नेताहरूले ल्याउने होइन, युवा नेताहरूलाई ल्याउने अनि यस्तो किसिमको मागहरू चाहिँ त्यो सरकारलाई पुरा गर्ने। अब यसमा सबै मागहरू कोही कोहीमा विचार गर्न सकिन्छ, सबै कुराहरू अहिले चाहिँ सबैलाई के अरे पुरा गर्न सक्दैन। नसक्ने कुरा चाहिँ अहिले नै यहाँ सक्छु भन्न मैले भन्दिनँ। अब जस्तो छनौट प्रक्रिया पुरा गरी स्टाफ नर्स पढ्न चाहेको 10,000 विद्यार्थी छन् भन्ने के छ तथ्याङ्क? त्यो पनि तथ्याङ्क पनि छ। केमा छ तथ्याङ्क? यो चाहिँ हामीले सिटिभिटी यो पिसिएल नर्सिङ पढाउने सिटिभिटी अन्तर्गतका त्यो संस्थाहरूसँग हामीले उहाँहरूलाई डाटा मगाएको थियौँ। त्यसमा चाहिँ हामीसँग इन्ट्रान्स दिएर पास गरेकाहरू त्यो रेकर्ड अन द रेकर्डै छ भनौँ। अब यो